गाडीमा छु भनौँ न, गाडीमै बसिरहेको छु हजारा बढीघाटासम्म। सिलिन्डर पानीको जार र सिलिन्डर लिन जानु लाग्यो। अनि त्यहाँबाट अहिले एकछिन भेट गरेको हजुरबालाई। हजुरबा कतिखेर आउने नाति चाहिँ गाडीमा भेट गरेर बस्ने। त्यही त हो नि, हजुरबा आउनुभन्दा पनि नाति गाडीमा भेट गरेर बस्ने। हजुरबा आउने कतिखेर म चाहिँ गाडी ब्याग गरेर बसिरहेको छु। गाडीको टायर प्रेसर पनि चेक गराउनु थियो, कहिले गराउने त स्योर छैन। सिलिन्डरको प्रेसर मलाई दिनुभएको थियो, अब खस्ला क्या डल्ला पकेटबाट खस्दा त खस्दैन, पकेटमा छ छैन त। हजुरहरू सम्झाइ हुनुहुन्छ होला नि होइन मेरो भ्युवर्सहरू। अर्को च्यानलमा 48 सब्सक्राइबर भएछ, त्यसको लागि थ्याङ्क यू। अब यो च्यानलमा 24 सब्सक्राइबर छ। अब एकछिनमा तपाईँहरूलाई म आइसी क्रिकेट खेलेको भ्लग चाहिँ देखाइदिउँ होला होइन। म चाहिँ मन खेल्छु, भ्लग पनि म देखाइदिन्छु तपाईँहरूलाई। अनि 100% चार्ज फुल गरेपछि मोबाइलमा थोरै एक्स्ट्रा चार्ज गरौँ भनेर राखेको। चार्जिङ प्लटहरू सबै रेडी छ। के खसेको खै के खसेको सबै रेडी छ छैन। म चाहिँ जाने भनेर बसेको, एकछिन हजुरबा आउनु भएको छैन। पछाडि नजाउँ, त्यो घामले फेरि तनाव गर्छ। यहीँ बसौँ। आउनुभयो हजुरबा आउनु। एकछिन चार्जमा बसाइदिनु पऱ्यो। घुसिरहेको चार्जमै चाहिँ होला छ। लक गरेर राखेँ धेरै पानी हाल्नु पहिला पानी हालेर नानीमा अझै त्यो छ नि राम्रो ठाउँ हो कि त्यो होइन, त्यो ऊ हो कि कम्पनी हो कि कम्पनीमा जाने नि त गाडी ब्याग म सक्छु हिँड्नु सक्नु पर्दैन। यत्रो गाडी त जान्छ पर्दैन। तपाईँ जाने किन चित गरेर गली सली नचिन्ने गल्लीमा जाने हो। अझले जाऊ भने मलाई मान्दिनँ म। अझले भनेको त मान्नुपर्छ नि। अझले जाऊ भने हुँदैन 5 मिनट लागेको हुँदैन क्या। अझले जाऊ भने फेरि आफूले लोड गरेर काम छैन क्या। पानी तिनीहरूले त आफै लोड गरिदिन्छ होइन। यहाँ आफूले लोड गर्नुभन्दा यहाँ लोड गर्नु तिनीहरूले आफै लोड गर्छन् कि त्यहाँ हुर्को त्यहाँ जाम गाडी छिर्दैन। त्यो कहिले क्यारम बोर्ड बोर्ड लाग्ने डर गाडी छिर्दो रहेछ। के हो जाम न त्यो गाडी छिर्छ जति पनि हल्ला न हिँड्न मन कारण त्यही त भयो। हल्ला न चुपचाप ल्याएर बस्नु जति पनि छिर्छ गाडी। त एक्लै म ब्याक गरेर गाडी छिरिहाल्छु नि। म छिराउँछु चिन्ता नलिनु। म छिराउँछु भो म यहाँ ठाउँ खुल्ला खायो यहाँ हुँदैन। अझैले उतै कम्पनी जाने ग्यासमा जाँठो पानीको लागि यो जाएर एक्वा छैन हुँदैन। म यहाँ रोक्दिनँ गाडी एक्वा छैन म गाडी रोक्दिनँ दुनियाँ पानी त्यहीँ जाने हो। ग्यास लिने त्यहाँबाट म पानी लिने तयारी तपाईँलाई त गल्लीमा जाने के ठुलो कुरा हो। तपाईँ किन हल्ला के भन्न जान्छ गाडी हल्ला नहाल्नु। कतिको कस्तो कस्तो गाडी जान्छ हल्ला दसैँ खालि। गाडी त लाने त्यो बाटो जान्छ गाडी लिएर आफै त्यहाँ अहिले छोडिदिनु पऱ्यो पानी हाल्नु। ग्यास पहिला हाल्नुपर्छ। साइड मिल्छ पाउँदैन साइड ग्यास सही छैन सुविधा ग्यास रहेछ। नयाँ सिलिन्डर बाहिरपट्टि छेउमा नयाँ सिलिन्डर छ। नयाँ सिलिन्डर छिटो हाल्नु। म गाडी मिलाउँछु डिक्की खोल्दैछु। त्यो सिलिन्डर मैले चेपाइराखेको छु है मिल्छ नि हाल्नु। ढोका लाउनु न ढोका लाउनु ढोका
नयाँ चाहिँ हाल्नु म निक्लिनु मिल्दैन रोडमा गाडी आएको रहेछ कहाँ निक्लिनु भन्नु हाल्दो भन्नु नटखटा मान्छे कता कता हेर्दै हिँड्छ हौ के हो त्यहाँबाट भएबाट गाडी खा गरिदियो हुँदैन ठिक छ फोहोर भयो सिलिन्डर सटाएर राख्दाखेरि लुगै फोहोर हुन्छ के भन्नुहोस् त के गर्नु गाई सिलिन्डर सटाएर राख्यो कि लुगै फोहोर हुन्छ गाडीले बाइक छोइदिएर भने बाइकले गाडीको छोइदिएर के त यहाँ सिलिन्डर सटाएर राख्यो कि गाडी फोहोर हुन्छ गल्ली क्रस गर्न फेरि रोड क्रस गर्नुपर्छ त्यहाँ ब्याकग्राउन्ड ठाउँ छ त्यहाँ पर्दैन झ्याउ काम नगर भने त्यसरी भनेपछि माने पो हुन्छ के भन्छ गएर खालि अझै पनि झ्याउ काम पनि त अझै त्यस्तै अझैले म नजाने भने अझैले भने फुल्को यहाँबाट भइहाल्छ नि अझैले जा भन्दा फुल्को छोडेर हिँड्छु म साइड सिट छैन पर्दैन भन्छ छ यहाँभित्र यसो सानो गल्तीमा लान्छ कोही अघि भएर एउटा गाडी खायो जाऊ नि त फ्याक्ट्री त्यही हो पानीको फ्याक्ट्री त्यसमा सिधा दिन्छ दिन्छ कि नहोस् दिन्छ किन नदिनु तर ब्याकग्राउन्डको ठुलो गऱ्यो यहाँ सिधा पछाडि गएर हालिन्छ भिडियो सुनिन्छ होला उसको फ्याक्ट्रीको मान्छे होला सनी छुट्टी भयो नि बाबु पानी लिएर म मिलाएर राख्छु बस्नु पहिला गाडी ब्याग गर्नु
यहाँ फ्याक्ट्री छैन थाहा थियो कि भनेर जहिले आउँछु नि त्यो बाटो जहिले आउँछु कि म यहाँ फ्याक्ट्री छैन थाहा थियो कि भने त्यो पानी लिन आएको घरबाट जा भन्छ के गर्नु अनि उता सिधा जानु पऱ्यो नि त सिधा जाने मिलिएर राख्नु लाग्यो मैले ए बुझेँ मैले 4वटा जार हो किने 4वटा हो 4वटा यहाँ सिधा गाडी जान्छ क्या अब ढुक्कै छ यहाँ बाइक ठाउँ छ नि त यत्र सिधै जान्छ अझैले मलाई भन्दै भनेन अझै थाहा भयो त म किन आउँथेँ त नि नभनेर त म आएको सिटमा दुईटा पछाडि दुईटा सिटमा दुईटा पछाडि दुईटा चारवटा पानीको कति भयो कति भयो 140 गएर आफैले यसो गाडी छ छटाइराखेको मेटिन्छ र यहाँनिर पाउँछ भने लिन आएको थियो लोकल जारले जाऊ लियो यसले कमाइसक्यो त्यस्तो मिलेको कति वर्ष भइसक्यो यतिकै देखेको बिचरा दिदी हामीसँग आउँदैन त्यो दिदी हेर्नु अब हामी थाहा पाएन कति मिलेको सब गरिसकेको हजुरको चिकन चिकन कति नाम गरेर आमदारी भन्ने कुरो हो चिकन बनाएर सबै गाउँ मिल्यो पनि दुईटा सिटमा हाल्दै पानी पछाडि अर्दै दुईटा सिटमा
आएन भन्नु त तपाईँको अहिले जनताले बुझिँदैन अब रविको पक्षमा मान्छे उठ्यो त्यो मेरो घर 4 महिना त्यत्रो लाग्दा पत्ता लगाउनु पर्यो नि त हामी देखा जाने के हामी कुनै गाउँको मान्छे मारेको जम्मा तपाईँको भनौँ न गाडीसँग 5 मिनट फरक पर्छ म पार म बाइकमा त्यो फेरि ड्राइभरले हाउने गाउँ बारबाट मान्छे दुईटा पछाडि दुईटा अगाडि दुईटा पछाडि दुईटा अगाडि गाडी चिसो हुन्छ दुईटा त अगाडि दुईटा पछाडि चुइरहेको छ त्यो बिस्तारै गर्नु माथि त्यसै माथि यो पछाडि यता हालिदिनु एउटा यो त अगाडि हाल्नु यहाँ हालिदिनु बिचमा यो अगाडि हाल्नु सिलिन्डरले अटिहाल्छ सटाएर यो गाडी यसरी सिट मुनि हाल्ने चुप्पा हाल्ने सिटलाई थोरै अड्छ हालिदिनु च्याप्पै हालिदिनु सटाएर हालिदिनु ढुक्कै हुन्छ गाडीमा लगेज होइन टोटल 4 लगेज अट्छ बचाएको गऱ्यो भने भयो गाडी ठिकठाक छ भाइ तपाईँले बेच्ने भनेको थियो नि गाडी नबेच भाउ राजा ठिकठाक छ गाडी ठिकठाक छ गाडी यस्तो राम्रो गाडी कहाँ पाउँछ त कसले बेच्ने भने सोधेको थियो मलाई अन्त नाइ भनिदिएँ यहाँ चाहिँ उकालो रहेछ ढिस्को रहेछ थोरै यहाँ गाडी छुने डर छुएन विचारले यस्तै मोबाइलमा विचारले हेर गाडी लेफ्टले तुमको जरूरी है भाई जाने को हमको तो क्या जरूरी तुमको जरूरी आज 5 मिनट ढिलो भयो आज गेट खोल्थ्यो ब्याक गर्न कति गाह्रो 5 मिनट ढिलो भएन नि तपाईँले नजाम भन्नु थियो मलाई तर त्यही डिले गर्दा ढिलो सन्जौले आज मैले भने होइन त्यहाँ ब्याग ठाउँै छैन त्यसले गेट नखोल्थ्यो कि ब्याग ठाउँ छैन मलाई थाहा थियो थाहा त थिएन तर भित्र थियो भित्र उसले अब त बन्द गरिसकेको रहेछ नि त तर हामी गए त पानी त लगाइ त दियो नि बन्द भइसक्यो भनिरहेको छ बन्द भइसक्यो भन्यो तर दियो कि 5 मिनट ढिलो भयो पाउँथेन हामीले आज पानी साँच्चै हो भने ढाटा होइन क्या भाइ अनि त्योभन्दा नि पानी पाउन पनि कुरा त ब्याक गर्ने हो त्यो समस्या गाडी ब्याग गर्न समस्या हुन्थ्यो भन्दैन भनेको कारण त्यही हो नमिल्ने ठाउँमा कहिले पनि नहिँड्नु ट्रकले पो तनाव गर्छ त्यस्तो रोड भयो सिसा लगा भाइ सिसा लगा चारवटा पानी चाहिँ तल राख्ने राखेर मसला पेर्दिया म गर्नु लान्छु के हो त
खोलिदिनु पर्छ गेट चाहिँ खोलिदिनु मिल्दैन त्यति पहिला उसले सिलिन्डर माथि पहिला मजाला ओके सिलिन्डर ल्याएर पहिले म एकदम ज्ञान शिथिल भएको थिएँ गाडी चाहिँ लैजाउँ गाडी चाहिँ लैजाउँ न सिलिन्डर लगेर आयो नि तपाईँ लक गर्न सकिहाल्छ नि भन्नै पर्दैन माथि छैन त्यो साइडमा थिचेर लक हुन्छ गाडी अझै लक गरेर हुन्छ अहिले त फरक पर्दैन ए पानी निकाल्नु छ पानी निकाल्नु अनि तपाईँ लिन्न तपाईँ लक गर्ने हो मैले पर्दैन के भन्ने यस्तो ग्यास सिलिन्डरको नाम छ त्यही हो बिजोक भनेकै यो पानी ल्याउने नि त बाटै छैन बाटो नभएर एन्ट्री हान्न अहिले अनि त्यो फन्सनले घुम्छ नि बाटो नभएर जालले छेक्छ नि निकाल तान्नु अब भयो नि त नि एक्स्ट्रा ल अझ हजुर पनि दुईहरूले गर्छ एकहरूले मात्र दुईहरूले गर्छ अनि जहाँ चाहिँ मैले ओछान्नु हो तपाईँ कसरी बोक्नुहुन्छ म अरू बोक्छु कसरी गाडी हुन्छ कहाँ आम्मो ध्यान त पक्रेकै भन्नु साँच्चै बाँकी पछाडिबाट बोक्ने निउरिनु पर्छ नि त्यो निउरिने नि पेटेन्टमा झन् पछाडि निउरिनु पर्छ त्यही भन्नु पछाडि निउरिनु पर्छ तर असल भयो म त जुत्ता फेरि खोकाल्दै जुत्ता लाउनु चाहन्छु पानी ट्याङ्की लाँदा अर्जेन्ट हो न दुईजना निकालिराख्छु अघि गाडी काट्नु परेन त्यही गाडीमा तिनीहरूले सिटप्याक गरेर हाल्छ त्यस्तो राम्रो त्यस्तो तरिकाले पनि आएको त्यति गएँ होइन अनि त्यो गाडी त्यही जाडलाई धोएर सिटप्याक गरेर त्यही पानी हाल्थ्यो सफा तब फेरि गरिदिने सिलिन्डरमा पानी हाल्छ साह्रो भएको थियो केटाहरूले बल पाउँदैन आज तिमीहरू केटाको जिन्दगीको लागि सोधिने जिन्दगी नि बल पाउँदैन आज यिनीहरूले गुड जब आज बल पाउने चान्स छैन केटाहरूको पायो ट्याक्कै पानी त पायो नि जे भयो भने फ्रीमा एक्स्ट्रामा फ्री भने है डिक्की थोरै तल डाउन गरिदिनु पऱ्यो कि एकछिन पछाडि जानु लागेकोमा डिक्की थोरै तल झारिदिनु लाग्यो एकछिन आएर पानी निकाल्छु भनेर यतिमा राखिदिनु डिक्की मैले गाडी लक त हुँदैन अटो लक हुँदैन अटो लक हुँदैन गाडी यसरी अटो लक हुने चान्स छैन नि घडीमा 0.50
0.39% चान्स हुन्छ अर्डर लगाउने। यसको एउटा बल यहाँ थियो आइस भाइको, त्यो बल खोजेर दिनु पऱ्यो केटाहरूलाई, निकालिदिनु पऱ्यो त्यो बल। कहाँ कहाँ झरीमा घुस्नुपर्छ भाइ एकचोटि आज। यहीँ थियो आइस भाइको बल, कहाँ गयो त्यो बल? फेरि खोक्ला खा त्यो बल, खोक्ला अन्त खोक्ला बल देखिन्न नि यहाँ। है मेरो ढाड। फोर भयो। आइस भाइको बल खोक्ला खा खोक्ला बल, खोक्ला। हान्थ्यो अस्ति मैले भुलेँ हो त्यो बल, त्यही हान्यो। खोक्ला थियो बल, खोक्ला चाहिँ कहाँ भेटाउँछ त? खोक्ला भएर भेटाउनु इम्पोसिबल छ। कहाँबाट जमानत गरेर भेटाउनु त्यो बल्ल अब। यहाँ यस्तो हालत छ, कसले बल भेटाउँछ भाइ? खोक्ला खा बल, खोक्ला खोक्ला। चलो भाइ निक्लो यहाँ से, बल खोक्ला खा भेटाउँदैन। चलो भाइ फुट्लो चाचा फुट्लो, बल भेटाउने चान्स जेरो हो। फुट्लो भाइ फुट्लो। फुटुलो भैया एकछिनलाई खेल्नलाई फुटुलो। भाइ अरे भाइ अरे चाचा अरे। एकै ठाउँमा दुई अलिक फिचर आउनु कहाँबाट भयो अनि अब अब भाइ के भयो? कहाँ लेट निकाल्न त। अरे बल त फाल त घरै बस पऱ्यो ल, बल लिएर म कसरी निकाल्न जान्छु तेरो घरमा नि भाइ? आइज नि त ट्राई गर्छु अहिले। बिहान भेन्छु भने अरे गेन्डै ढोका खोल्न लाँदा म निकालिदिएको छु नि, किन्छ त अहिले गेन्डा रहेछ अहिले। ओ यो त मान्दैन भाइ, यो त मान्दैन। मम्मीले गाली गर्छ अरे, यो त मान्दैन। आफ्नै घरले जाने मम्मीले गाली गर्छ कसरी हुन्छ त नि? यो त मान्दैन। ए मान्दैन क्या भाइ, यसलाई सम्झाउनु नसक्यो, मान्दैन मलाई क्या अन्त। अभिनव ओ अभिनव यहाँ न, बल त्यहीँ छ भाइ हेर, यहीँ साइकलमा त्यो साइकल लिएर छ बल। जहाँ बल निकाल्नु त बरु घरै बस्न फरक पर्दैन, बल फाल्दै बरु बाहिर। त मम्मीलाई सोधेर बरु आइसकेपछि बल फाल्यो पहिला जा जान, किन जिद गरेर खास? खेल्ने नि हो फेरि, त्यही छ बल। ए हो अभिनव भाइ सुन, अभिनव सुन्न, अभिनव त खेल्ने नै हो आखिरमा होइन? खेल्ने हो नि, बल त निकालिदियो भाइ। के यतिकै बस्नु अब रातभरि? बल निकाल्दैन के भयो? भोलिको दिन त छ नि यार भाइ, बल निकाल्न। ऊ त्यहाँ साइकल लिएर हो, भोलिको दिन छ नि भाइ, बल निकाल्के त। तिमीले 4 चोटिमा 2 चोटि सुइला एउटा नसामा भाइ। एउटा नसा 2टा सुई हो मेरो त। 4 चोटि हो क्या अझै एउटा। भित्र जाऊ भाइ, भित्र जाऊ। बल निकाल्न त जा, अनि के भयो त? तर मैले बल निकालेर जाँदा भनेको छु नि, के भनेको छु? बल निकाल्दै त्यति हो। त्यही पनि हामी भित्र आउनु मिल्दैन, किन त फन्सरको काम भइरहेछ।
हेर भाइ खुट्टा काट्यो तेरो गल्ती हुन्छ भित्र हाने त आफै निकाल मस बललाई म निकाल काम छैन भाइ जा निकाल आफै त्यही भने उहाँ अड्के खा बल कसरी निकाल्नु मिल्छ त फेरि बल फेरि कहाँ अड्के खा भने उसको साइकल लिएर अड्के खा बल साइकल लिएर खा बल उ त साइकल लिएर खा बलहरू टक्कै साइकल लिएर फेरि यहाँ आयो गेटमा आयो निकालिदिन्छ हातले साइकल लिएर खा बल निकाल्न मिल्दैन जा भाइ निकाल निकाल न निकाल न अभिनव निकाल न ओ अभिनव निकाल भनेको निकाल्ने यार भाइ बल त निकाल्दे भाइ यो बल निकाल्न मान्दैन भाइ यार आयो अभिनव भाइ यो बल निकाल्न मान्दैन के भाइ बल निकाल्न मान्दैन कि म भिडियो बनाइरहेको थिएँ सरीले केटा सरीलाई म भिडियो बनाइरहेको थिएँ बल निकाल्न आउनु भाइ निकाल्दैन यार भाइ प्लिज निकाल्दैन यार ओ नगर न भाइ नगर के नगर झगडा पनि काम नगर के भाइ यार बरु बल कसरी निकाल्ने त्यो सोच के बरु बल कसरी निकाल्छ त्यो सोच अब यसको मामला त चाकमा लठी घोसाउँछ चढिसी अनि ओ सुरञ्जनको ड्याडी ट्याक्कै मिलेको अङ्कल आउनु भयो ब्रो ट्याक्कै अङ्कल आउनु भयो क्या यसले भने नमान्ने अङ्कल बाले भन्दैछु मैले यो सानो बच्चा त्यही भने किन खाले बोला आउँदैन भोलि अङ्कल भोलि अच्छा त्यही भने अब अहिलेबाट खालिन्छ अब मलाई आउनु हुन्छ कसले हाने मैले के थाहा मैले भएर उयो साइकल लिएर खाऊ साइकल लिएर साइकल लिएर एउटा के ऊ यहाँ साइकल लिएर के हो मेरो औँलाको सिधा खा भल्ट्याक्क त्योदेखि मेरो साइकल लिएर पिङ्क कलरको हुन्छ अङ्कल ला थुक्क गयो भाइ क्या छान्नुहोस् त फुच्चे क्या छान्नुहोस् क्या छान्दैनस् त चक्लेट दिन्छ नि बिर्सिस आयुष ओ आयुष तँलाई चक्लेट दिन्छ भने चाहिँ बिर्सिस त चक्लेट दिन्छ भने थियो बिर्सिस कस्तो तिमी बनाउँदै के हो त होइन सानो सानो क्याप्टेन बनाएर म किन मन पऱ्यो तै भन्न चुलाएर म किन भन् तै भन्न मलाई भन भन्छ यार दुईटा ठुल्ठुलो मान्छे भन न हो र तचीको नि भाइ तचीको नि तचीको को ऊ र आन्टीले हेरेर माथि आन्टीले हेरेर होला चुप बस्न दाइ भाइ क्याप्टेन होइन छोड्दै म त बस्छु आनन्दले ओ क्रिकेटर भयो क्या साल खबर बल निकाल्न नमान्ने भाइ त होइन इशान छ यहाँ खेल्न हामीहरू आन्टीलाई के फरक पर्छ हेरे केटा हो एउटा काम भने माथि गरी खेल्दुँ मिन यहाँ छोडिदियो भाइ उता माथि गरी खेल्दुँ मिन त्यहाँ काम पनि चल्दैन अहिले काम पनि हुँदैन माथि नै खेल्दिउँ गऱ्यो माथि गरी खेल्दिउँ है आन्टीले कराउँछ है धेरै छोड्दैन किन हो ल्याङ आन्टीको गाली सुन्नु भन्दा माथि गरी खेलिदिने कि टस गर्न टस गर के भाइ टस गरेर कुरा गर्न त्यसै कुरा गर्छ भाइ आफै बनायो हामीले बनाएर आफै मर्जी दिनु हामीले मर्जी हुँदैन
अपोनेंट हो भाई अपोनेंट हो भाई वीडियो बनेगा सॉरी मैं गाड़ी में ज़्यादा वीडियो बनेगा ठीक है डैश कैमरा से वीडियो बनेगा चलने रेकर्ड गरिदिनु भयो रेकर्ड गरिदिनु के भन्छ अरे ओ फ्लिपकार्ट त केटा म यहाँ बनाइदिन्छु फ्लिपकार्ट म बनाउँछु फ्लिपकार्ट भाइ What the hell? Ah. दस और भेज देना बाबू राजा के भाइ म कसो टिममा थिएँ भाइ बिर्सेँ भाइ ओए म कसो टिममा थिएँ मैले बिर्सेँ भाइ आयुष भाइको टिममा थिएँ त हान्ने आयुष भाइ